स्वागत छ है सबै साथीहरूलाई फेरि पनि। र आज चाहिँ म यो आसम डिपु भन्ने जग्गामा एउटा रेस्टुरेन्टमा देखाउँदैछु तपाईँहरूलाई। हेर्नुहोस्, यो रेस्टुरेन्ट हो र यति मजाले फुलहरू उहाँहरूले सजाएर राखेको छ, फुलै फुल छ। र यो रेस्टुरेन्टमा चाहिँ तपाईँहरूले पार्टी होस् या बर्थडे होस् जे पनि गर्न सक्नुहुँदो रहेछ है। यहाँनिर चाहिँ यहाँ चाहिँ हेर्नुहोस्, यो फ्रिजर हो र यसलाई चाहिँ हेर्नुहोस् कसरी फुलमा सजाएर राखेको छ। यसको माथि चाहिँ पानी हालेर फुलहरू रोपिएको छ, जुन पानीमा फल्न सक्ने फुलहरू। फ्याँक्ने भनेको सामान चाहिँ यहाँ एउटा पनि छैन है। उहाँहरूले चाहिँ यहाँ बोतल होस् या पानी पिउनेवाला होस् या त्यो बजारको बोतल होस्, जुनै बोतलहरूलाई पनि उहाँहरूले चाहिँ सजाएर यस्तो मजाले राखेको छ। र यहाँ चाहिँ धेरै जस्तो चाहिँ फ्रिजरहरू छ है। र बस्ने ठाउँहरू पनि यति राम्रो है। माथि बिल्डिङ माथि छ, यो चाहिँ एकदम राम्रो लाग्यो मलाई चाहिँ। त्यही भएर तपाईँहरूलाई नि देखाइदिउँ भनेर। उहाँ पर देख्नुहुन्छ चप्पलहरू तक पनि उहाँहरूले फ्याँक्नु भएको छैन है। चप्पलमा तक पनि फुल लगाएर राख्नु भएको छ। गाडीको टायर होस् या प्लास्टिक होस् या बोतल होस्, जे पनि होस्, उहाँहरूले यहाँ सबै किसिमको फुल लगाउनु भएको छ है। धेरै राम्रो ठाउँ छ यो जग्गा चाहिँ। मलाई चाहिँ एकदम अति मन पर्यो। यो चाहिँ रेस्टुरेन्ट रहेछ। र धन्यवाद छ तपाईँहरूलाई भिडियो हेरिदिएकोमा। र अझै पनि यस्तो भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस् र कमेन्ट पनि गरिदिनुहोस् है। होस्, धन्यवाद। र यो चाहिँ सायद उहाँहरूको कुनै राजाको हो कि कस्तो हो, मलाई ठिक थाहा भएन है।